जय मसीह सबैजनालाई बाइबलको वचनमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। सदा चाहिँ आज पनि म हजुरहरूको बीचमा वचन लिएर उपस्थित भइसकेको छु र आजको विषय रहेको छ उपवासको विषयमा आज हामी सिक्नेछौँ। हुन्छ, आजको वचनलाई म सुरु गर्नेछु। उपवास भनेको के हो? बाइबलले शिक्षा अनुसार आत्मिक उद्देश्यको निम्ति सबै प्रकारका खानपानबाट अलग रहनु उपवास हो। उपवास परमेश्वरमा आफैलाई इन्कार गरी नम्र बनाउने एक आत्मिक अनुशासन हो। आत्मिक संरचनासँगको सम्बन्ध उपवासले आत्मालाई बलियो बनाउन, शरीरलाई कमजोर बनाउँछ। उपवासलाई शब्द बिनाको प्रार्थना पनि भनिन्छ। उपवास र प्रार्थना बीच घनिष्ठ सम्बन्ध छ। बाइबलमा धेरै मानिसहरू उपवास बसेका थिए। 1 नम्बरमा पुरानो नियमका उदाहरणहरू हेरौँ। मोसाले 40 दिन उपवास प्रार्थना गरे। प्रस्थान 34 अध्यायको 28 पद, जसमा यसरी लेखिएको छ, मोसा त्यहाँ परमप्रभुसित 40 दिन र 40 रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिलापाटीहरूमा त्यस करारका वचन अर्थात् ती 10 आज्ञाहरू लेखे। दानियलले उपवास र प्रार्थना गरे। दानियलको पुस्तक 9 अध्यायको 3 पदमा यसरी लेखिएको छ, यसकारण म उपवास साथ भाङ्रा ओढेर खरानी धसी प्रार्थना र अन्तर्विन्ती गर्दै परमप्रभु परमेश्वरतिर फर्के। एस्तर र यहुदीहरूले छुटकाराको लागि उपवास प्रार्थना गरे। एस्तरको पुस्तक 4 अध्यायको 16 पद, गएर सुसनमा भेटाएका जति सबै यहुदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। 3 दिन र 3 रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि तपाईहरू जस्तै उपवास बस्नेछौँ। त्यसपछि कानुनको विरुद्धै भए पनि म राजा कहाँ जानेछु, यदि मेरो नाश हुन्छ भने पनि होस्। 2 नम्बरमा नयाँ नियमका उदाहरणहरू हेर्नेछौँ। येशूले 40 दिन उपवास प्रार्थना गर्नुभयो। मत्तीको पुस्तक 4 अध्यायको 1 र 2 पद, तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड स्थानमा लगिनुभयो। उहाँ 40 दिन र 40 रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। निर्णय लिनु अघि प्रारम्भिक चर्च उपवास प्रार्थना गर्थ्यो। प्रेरित 13 अध्यायको 2 र 3 पद, तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति बारनाबास र साउललाई त्यस कामको लागि अलग गर जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु। तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए। 3 नम्बरमा उपवासको बारेमा येशूको शिक्षा भनेर हामी मत्तीको पुस्तक 6 अध्यायको 16 देखि 18 पदमा हामी पाउन सक्छौँ। 16 पदमा यसरी लेखिएको छ, जब तिमीहरू उपवास बस्दछौ तब ढोंगीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहडा अन्ध्यारा पार्छन्। साँच्चैमा तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। 17 पद, तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धोऊ। 18 पद, र तिम्रो उपवास मानिसहरूले होइन तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखुन्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। उपवास क्रिस्चियन जीवनको सामान्य भाग हो भनेर पनि मानिन्छ। हामीहरूलाई उपवास बस्दा चेतावनी दिनुभएको छ। हामी कहिले पनि उपवास बस्दा देखाउनको लागि उपवास प्रार्थना नगर्नुहोस्। कपटीहरू देखाउनको लागि उपवास बस्छन्, त्यसको कुनै पनि आत्मिक लाभ छैन। तर अनि यो उपवास पनि हामी सबैको लागि अनि उपयुक्त नहुन सक्छ। त्यो शारीरिक आफ्नो अवस्थाहरू बुझेर मात्रै उपवास बस्नुहोला र आत्माको अगुवाई र बुद्धि पनि प्रयोग गर्नुहोला है। अनि र स्वास्थ्य जीवनसँग उपवासलाई सन्तुलनमा राख्नुहोस्। साँचो उपवास नम्र, गोप्य र परमेश्वरद्वारा पुरस्कृत हुन्छ।
साँचो उपवासले परमेश्वर खोज्छ, मानव स्वीकृति होइन। अनि उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको छ, गोप्य रूपमा देख्ने पिताले हामीलाई इनाम दिनुहुनेछ भन्ने प्रतिज्ञा पनि गर्नुभएको छ। उपवासका प्रकारहरू: 1 नम्बरमा सामान्य उपवास, खानाबाट अलग रहने तर पानी मात्रै पिउने उपवास। 2 नम्बरमा आंशिक उपवास, पूर्ण रूपमा सबै खानाबाट अलग नरही सीमित खानपान मात्रै ग्रहण गरी बस्ने उपवास आंशिक उपवास हो, जस्तै दानिएलले आंशिक उपवास बस्नुभयो। 3 नम्बरमा पूर्ण उपवास, सबै प्रकारका भोजन र पानी समेत ग्रहण नगरी बस्ने उपवास पूर्ण उपवास हो। एस्तर र यहुदीहरू पूर्ण उपवास बसेको देखिन्छ। उपवास अभ्यास गर्ने चरणहरू: यदि तपाईँ कहिले पनि उपवास बस्नुभएको छैन भने 1 छाक मात्रै खाएर सुरु गर्नुहोस्। प्रार्थनाको लागि समय छुट्याउनुहोस्। अधिकतम आत्मिक लाभको लागि प्रभुसँग एक्लै रहन पर्याप्त समय छुट्याउनुपर्छ। हामी उहाँसँग जति समय बिताउँछौँ त्यति नै हाम्रो उपवास अर्थपूर्ण हुन्छ। बिहान प्रशंसा र उपासनाबाट सुरु गर्नुहोस्। त्यसपछि परमेश्वरको वचन अध्ययन गर्नुहोस् र मनन गर्नुहोस्। अनि जुन कुराको लागि उपवास बसेका छौँ त्यो विषयको लागि प्रार्थना गर्नुहोस्। बाइबल पढ्नुहोस् र प्रार्थनामा समय बिताउनुहोस्। आत्मिक लक्ष्यहरू तय गर्नुहोस्। पश्चाताप, मार्गदर्शन, मध्यस्थता। उपवासलाई प्रार्थना, बाइबल पढाइ र प्रार्थनासँग जोड्नुहोस्। त्यसपछि बिस्तारै धन्यवाद दिँदै उपवास प्रार्थना समापन गर्नुहोस्। अन्त्यमा प्रियहरू, उपवास क्रिस्चियन जीवनमा अति नै महत्त्वपूर्ण कुरा हो। उपवास परमेश्वरमा आफैलाई इन्कार गरी नम्र बनाउने एक आत्मिक अनुशासन हो। येशूले आफ्ना अनुयायीहरूलाई उपवासबारे सिकाउनुभयो र चेलाहरू उपवास बस्नेछन् भनी आशा गर्नुभयो। मत्ती 6 अध्यायको 16 देखि 18 पद। नयाँ करारको मण्डलीहरूले पनि उपवासलाई महत्त्वपूर्ण आत्मिक अनुशासनको रूपमा अभ्यास गरेका थिए। त्यसकारण उपवासलाई हामीले गम्भीर रूपमा लिनुपर्छ। सकारात्मक विश्वासका साथ उपवास बस्नुपर्छ, कारण उपवासले हाम्रो जीवनमा गहन अर्थ राख्दछ। प्रियहरू, यस्तै भिडियो हेर्न र सुन्नको लागि बाइबलको वचन च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यो च्यानलमा हामीले बाइबलका पदहरू, बाइबलका वचनहरू हाल्ने गर्छौँ। हजुरहरूले प्लेलिस्टमा गएर हेर्न र सुन्न सक्नुहुनेछ। परमेश्वरले यहाँहरूलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।